फेरि पनि स्वागत छ तपाईँहरू सबैजनालाई मेरो नयाँ मिनी ब्लगमा। अनि आज चाहिँ बिहानदेखिको म एकदम अचम्मित भइरहेको थिएँ यो भालेलाई देखेर। करिबन 1 घन्टादेखिको यो भाले चाहिँ यतिकै उभिएको उभै थियो। अब जाडोले यसरी उभिएको कि घाम ताप्नु उभिएको यो चाहिँ भालेलाई नै थाहा छ। त्यसपछि हाम्रो छोरोको डिमान्ड आयो मेगी खाने अरे। मेगी खाने। अब छोराले भनेपछि नबनाउने यो त कुरै आएन। फेरि यस्तो जाडोमा मेगी खानु छुट्टै मजा हुन्छ। मेरो बाली यता पानी सानी उमालेर मजाले रायोको सागहरू हालेर बनाएको त हेर्दै खाउँ खाउँ लाग्दो। अब नानीलाई चाहिँ मैले पिरो नहालिकन अलग्गै बनाइदिएको थिएँ, त्यही भएर फर्स्ट टाइममा चाहिँ मैले नानीलाई नै खिलाउँदैछु विदाउट स्पाइसी। अनि बाबुले त लु हेर्नु त एकैछिनमा थाल चाहिँ चाटी चुटी पारिदियो। ल त गाइस अब तपाईँहरूलाई म यहाँ देखाउनु जाँदैछु सानो बगैँचा। मेहनत गरेपछि फल खानु पाइन्छ भनेको चाहिँ यही हो है। करिबन 2 महिना अगाडि खन्दाखेरि यहाँ सेतै माटो मात्रै देखिने गर्थ्यो, तर अहिलेको टाइममा हेर्नुहुन्छ भने एकदम हरियाली हरियाली। त्यही भएर मेहनत गर्नु त्यसको फल पनि खानु। हात्ती त यतै आयो त हौ। ला हौ हेर त कुकुर त्यहाँ छ। अब हात्ती अब यो चाहिँ बेलुकाको महल हो, हेर्नु सक्नुहुन्छ हात्तीले चाहिँ कस्तो काम बिगारेको छ भन्ने कुरो। यतापट्टि गुवाहरू लडाएर। अब हाम्रो गाउँमा हात्ती आउने यो कुनै पुरानो कुरा होइन, यो चलिरहेको रीतिरिवाज हो। त्यही भएर साथीभाइहरू सबैजना सतर्कले बस्नु होला। आजको मिनी ब्लग यति नै।